मस्त छ। यतिको फिल चाहिँ हाम्रो गाउँमा पनि हुनुपर्ने हो क्या गाइस। यति फिल भयो भने हाम्रो गेम पनि बवाल हुन्छ। यतिको सम्म होइन, ढुङ्गा बिचमा खालखुल केही छैन, अलिअलि डुबा पनि पलाइदिएको छ, मस्त। So let's go. धेरै भएछ नधुको अरे नकुदाको। ल सो गाइज, अहिले चाहिँ म पुरानो बजार झर्दैछ है। लेट्स गो। आज हामी नयाँ लोकेसनमा जान्छौँ। सो भोक पनि लागिरहेछ। ल हामी चाहिँ अब राइटपट्टि जान्छौँ है, यो लेफ्टपट्टि। लगाइसो यो चाहिँ के भन्छ भन्छ यसलाई, पुरानो सब्जी मन्डी भन्छ है। ओके गाइज, पिण्डेश्वरी मन्दिर। बाबाल आज रस राइट, टुडे रस राइट है, मिल्यो। घाँटीमा के पसेको चिलाइरहेको छ त। सो यो ठाउँ मैले कहिले पनि घुमाएको छुइनँ तपाईँहरूलाई होइन। इभन मै पनि गएको छुइनँ, म गएको छु तर राइडमा गएको छुइनँ। जाडो लागेको जस्तो छ मेरो बाइकलाई। My old version KTM Duke 200, so ready to race. So यहाँ पुल अगाडि आउँछ है। यो कुन पोल आई डोन्ट नो। यता चाहिँ बुढासुब्बा मन्दिर, विजयपुर डाँडा सबै उताबाट त्यो पाखाको। अब हामी यो डाँडा जाने है, यो उकालो लागेको। बाबा मजा आएर सर। योबाट त हामी रनिङ पनि गर्थ्यौँ पहिला होइन, अस्ति भर्खर रनिङ गएको। मजा। सो अफ रोड स्टार्ट। कुन बाटो? यही बाटो? साइड बाटै थाहा भएन त। यही बाटो हुनुपर्ने। यही बाटो होला। ओ आमा बवाल छ त बाटो त यार। हट, यही हो र? म त बाटो बिर्से जस्तो लाग्यो। सो यो बाटो त होइन जस्तो लाग्यो त हौ। लगा। सो यहाँ चाहिँ ओभर अफरोड रहेछ, अननोन प्लेसमा छ है अहिले। म चाहिँ खै कहाँ हो यो। आमा अननोन प्लेस भिजिट गर्ने त मेरो काम हो नि होइन र गाइज।
के हो गाइज जुन थाहा छैन त्यहीँ जाने अब के गर्नु थाहा भएको कुरा त कतै घुम्नु आमा ल ब्युटिफुल भिलेज बाटो पनि शासन रहेछ यहाँ बाइक पनि जाँदैन के हो सबले हेरिरहेको छ त हौ बाइक नकुद्ने ठाउँमा कुदाइरहेको छु कि क्या जस्तै गरिरहेको छ त बाइक त छ त हौ Oh my god, what a modified Pulsar. बाख्रा चरिरहेको छ कुन ठाउँमा आइयो यार म त छक्क परेँ त यहाँ त बाटै छैन होला Yeah. Oh, small house and off-road. धरानभन्दा धेरै टाढा ओहो यहाँ त के हो ओफुचे ए यो जोडिँदो रहेछ यस आई गट इट यही बाटो जोडिने रहेछ क्या ए यहाँदेखि तलतिर गयो भने चाहिँ ऊ पुगिन्छ पिछै पिच यस म चाहिँ यस गाइस चाहिँ फाइनली बाटो जोडिएको अवस्था छ अनि म चाहिँ बाटो जोडिएको ठाउँमा आइसकेँ यदि उकालो लाग्नुपर्ने हुन्छ मलाई धेरै उकालो आएछ अब त तलतिर पो झर्नु पर्यो यहाँ त अफ रोड मात्रै छ अनि यहीँदेखि तलतिर लाग्छु अब म तलको भ्यू दामी छ केटा हो त्यही देखाइन्छ तपाईँहरूलाई यो कसो घर हो यहीँ जोडिने रहेछ ल सो कस्तो आनन्द लाग्ने खाले गाउँ छ है यो चाहिँ बाबा छ है भिलेज ल फुचेलाई हेर न त्यहाँ कस्तो ड्यामी हेरिदिएको छ बाटो पनि त्यस्तै छ नि त फेरि खतरनाक छ नि त बाटो पनि होइन हल्का फुल्का भ्यू देख्नुभयो होला होइन सो तल गएर अलिक देखाउने प्रयास गर्छु म चाहिँ माथि नगएको के धेरै अफरोड छ अनि भोक पनि लागिरहेछ सो त्यही भएर आज आधी मात्रै आइयो होइन कुनै दिन चाहिँ फुल ब्लग लिएर उपस्थित हुन्छु म सो त्यही हो म यस्तै कुचोहरू कुचो भवाल कुचो यस्तो किटीमा चाहिँ धेरै स्लिप हुन्छ है गाइजहरू सो त्यही भएर ध्यानपूर्वक हिँड्नुपर्छ मलाई यहाँ चाहिँ धानहरू पनि रोप्दो रहेछ होइन नयाँ ठाउँ चाहिँ अवलोकन गरौँ आज धरानको कति ठाउँ चाहिँ घुमेकै छैनौँ क्या हामीले होइन धरानमा बसेर पनि सो त्यसलाई नै घुम्ने प्रयास गर्छु होइन घुम्छु म तपाईँहरूलाई पनि देखाउँछु सो त्यही हो मन्दिर छ है त्यहाँ तल चाहिँ सो देख्न सक्नुहुन्छ मन्दिर भन्नाले ऊ रहेछ मन्दिर टाइप्सको तर शहीदको नाममा पनि केही उयो स्मृतिको रूपमा चाहिँ बनाएको भवनहरू होला सायद सो यहाँ चाहिँ यस्तो छ खै यो के हो भने थाहा छैन मलाई चाहिँ मन्दिर रहेछ शिवजी भगवानको जस्तो लाग्यो आई थिङ्क ओहो आमा क्या सिन है भाइ मिठो कहिले बजार छिर्नु भन्दैछु बजारभन्दा गाउँ ठिक छ नि त गाइजहरू
बजारभन्दा गाउँ ठिक छ। यहाँको लोकल स्कुल कहिले पनि खुलेको देख्दिनँ। यो स्कुल त म दुईचोटि, यो सुधा दुईचोटि भयो। यहाँ चाहिँ जङ्गलको बिचमा फिल्ड, फुटबल फिल्ड है। बवाल फिल्ड चाहिँ मस्त छ। यतिको फिल्ड चाहिँ हाम्रो गाउँमा पनि हुनुपर्ने हो क्या गाइस। यति फिल्ड भयो भने चाहिँ हाम्रो गेम पनि बवाल हुन्छ। यतिको सम्म होइन, ढुङ्गा बिचमा खालखुल केही छैन, अलिअलि डुबा पनि पलाइदिएको छ। मस्त फिल्ड छ क्या है, बवाल छ। कतिको स्पिड छ हौ? 25 को। सो ठन्डी। यहाँ त हुसे लाग्यो कि यो उयो हो, 4 हो। 4 भन्नाले धुलो उडेको, आई डोन्ट नो। गाडी आयो फेरि। यो रोड पनि जाँदो रहेछ त मस्तले। आमा धुलो फ्याँक्यो। बाटो चाहिँ खतम आयो त एकैचोटि यार। ल जङ्गल अगाडि है बवाल तरिकाले। यहाँ खालि पिकअप मात्रै जाँदो रहेछ, त्यो पाहाडमा चढ्ने गाडी जस्तो मात्र। अनि अटो जाँदो रहेछ, अटो बाइक पिकअप दुइटा। तलबाट गाडी आउँछ। ल यहीबाट जाउँ। आफ्नो लेन चाहिँ बिर्सिनु हुँदैन अफरोडमा। फेरि उताबाट झ्याट्टै आउँछ गाडी अनि चेप्टेर फेरि गयो। यहाँदेखि क्रस लाग्नु पर्ने रहेछ। म डाइरेक्ट गएँ नि त मासतिर। सही हो, यहाँदेखि रहेछ नि त। गाइस 1 सेकेन्ड आई विल ब्याक इन सिटी। ब्याक भएछु फेरि सहरमा। सिधै अब टक्कर रुम गएर खाजा सट्ट खाने हो है गाइस। जाडो भयो यार। आजको राइड कस्तो भयो कुनै थाहा छैन मलाई। अडियन्स तपाईँ हो, तपाईँहरूले नै जज गर्नु होला है। आमा धेरै भिड छ यहाँ चाहिँ। नो इन्ट्री, सरी मैले इन्ट्री गरेँ। डस्टबिनमा खाँदिन्छ यस्तै बेला नै। मासतिर जाऊँ। हो यहाँ तारहरू सब बनाउँदैछ अहिले धरानको मजाले। तारहरू मजाले बनाउँदैछ धरानको। सिटी भान्चोककै तल छ। ओहो